आज हामी एउटा धेरै महत्त्वपूर्ण तर धेरैजसोले गलत तरिकाले बुझ्ने विषयबारे कुरा गर्न गइरहेका छौँ अनि त्यो हो उपवास। धेरै मानिस सोच्छन् उपवास भनेको बस भोकै बस्नु हो या धार्मिक देखिनको लागि खाना नखानु। तर के साँच्चै उपवास यही मात्र हो? आज हामी बाइबल अनुसार उपवास के हो, किन गरिन्छ र कसरी सही तरिकाले उपवास राख्ने भन्ने कुरो बुझ्नेछौँ। भिडियो पुरा हेर्नुहोला किनकि अन्तमा एउटा गहिरो सन्देश छ। उपवास के हो? उपवास भन्नाले निर्धारित समयका लागि खाना नखानु हो। तर बाइबल अनुसार उपवास केवल शरीरसँग सम्बन्धित कुरा होइन, यो आत्मासँग सम्बन्धित कुरा हो। उपवास भनेको आफ्नो शरीरलाई होइन भन्नु हो र आफ्नो आत्मालाई हो भन्नु हो। अर्थात् जब हामी खाना खान छोड्छौँ, त्यो खाली समय र ध्यान परमेश्वरतिर केन्द्रित गर्दछौँ। बाइबलमा उपवास किन गरिन्छ? बाइबलमा धेरै मानिसहरूले उपवास गरेका छन्। मोइजा, ड्यानियल, एस्थर र यीशु ख्रीष्ट स्वयं आफूले पनि उपवास गरेका छन्। उनीहरूले उपवास किन गरे त? परमेश्वरसँग नजिक हुन, सही निर्णयको लागि मार्गदर्शन माग्न, पश्चाताप गर्न अनि आत्मिक बल पाउन। उपवास भनेको परमेश्वरसँग गहिरो सम्बन्ध बनाउने माध्यम हो। उपवास भोकै बस्नु मात्र होइन, यो धेरै नै इम्पोर्टेन्ट कुरा हो। यदि तिमी उपवास राख्दछौ तर प्रार्थना नै गर्दैनौ, मनमा घमण्ड राखिरहन्छौ, अरूलाई देखाउन गर्दछौ, त्यो उपवास साँचो उपवास होइन। बाइबलले हामीलाई भन्दछ, मानिसलाई देखाउन उपवास नगर। अर्थात् उपवास भनेको देखाउने कुरा होइन, यो त एउटा सम्बन्ध हो तिमी र परमेश्वर बीचको। उपवास कसरी गर्ने त? पहिलो, उद्देश्य स्पष्ट हुनुपर्छ। किन तिमीले उपवास गर्दैछौ? प्रार्थनाको लागि, निर्णयको लागि, परमेश्वरसँग नजिक हुन? दोस्रो, प्रार्थना अनिवार्य छ। खाना छोडेर सोसल मिडिया, फेसबुक स्क्रोल गर्छौ भने त्यो उपवास होइन। तेस्रो, नम्रता। कसैलाई नबताए पनि हुन्छ, परमेश्वरले देख्नुपर्छ। चौथो, स्वास्थ्यको ख्याल। यदि तिमी बिमारी छौ भने परमेश्वरले तिमीलाई दुःख दिन चाहनुहुन्न, मनको उपवास पनि हुन्छ। साँचो उपवास के हो? बाइबलले साँचो उपवासलाई यसो भन्छ, गलत काम छोड्नु, अरूहरूप्रति दया देखाउनु, घमण्ड तोड्नु, प्रेम र क्षमा अभ्यास गर्नु। अर्थात् साँचो उपवास भनेको भित्रको मानिस बदलिनु हो। खाना नखाएर पनि यदि मन घमण्डले भरिएको छ भने त्यो उपवास सफल हुँदैन। उपवासले हामीलाई के सिकाउँदछ? उपवासले हामीलाई धेरै कुराहरू सिकाउँदछ। आत्मनियन्त्रण, धैर्य, परमेश्वरमाथि भरोसा, संसारभन्दा माथि उठ्न। उपवासले भन्छ, मानिस रोटीले मात्र बाँच्दैन। हामी आत्मिक प्राणीहरू हौँ। खाना जतिकै प्रार्थना पनि धेरै नै आवश्यक छ। अन्तमा यही भन्न चाहन्छु, उपवास भनेको नियम होइन, यो प्रेम हो। परमेश्वरलाई इम्प्रेस गर्न होइन, परमेश्वरसँग सम्बन्ध बनाउनको लागि हो। यदि तिमी उपवास गर्छौ भने मनदेखि गर, नम्र भएर गर अनि प्रार्थनासँग गर।